संसदमा सभामुखको अत्यन्तै महत्त्वपूर्ण भूमिका हुन्छ। किन? सभामुखको काम, कर्तव्य, अधिकार के हो? हामी सभामुख नभए पनि, भविष्यमा सभामुख बन्ने इच्छा नरहे पनि यो सच्चाइ जान्न जरुरी हुन्छ। वास्तवमा सभामुखको भूमिका के हो? नमस्कार साथीहरू, आजको नयाँ भिडियोमा सबैजनालाई स्वागत छ। नेपालको तत्कालीन समयमा सभामुख डीपी अर्याल हुनुहुन्छ। उहाँले संसदमा कस्तो खालको भूमिका निर्वाह गर्नुभएको छ भन्ने बारेमा त हामी सबैजनालाई अवगत नै छ। त्यही भएर मैले यति चाहिँ भन्न चाहे, सभामुख जुन पार्टीको भए पनि निष्पक्ष हुनुपर्छ। किनकि संसदमा हुने सभाहरू शान्तिपूर्ण हुने अथवा द्वन्द्वात्मक खालको हुने वा कस्तो खालको हुने, त्यसमा सभामुखको ठूलो भूमिका रहन्छ। संसदमा सांसददेखि लिएर प्रधानमन्त्रीले सम्म संसदको मर्यादा पालन गर्नुपर्ने हुन्छ। यदि प्रधानमन्त्रीले संसदको मर्यादा तोड्नु भएमा सभामुखले प्रधानमन्त्रीलाई संसदको मर्यादा पालन गर्नका लागि आदेश दिने अधिकार सभामुखमा हुन्छ। तर सभामुखले पार्टी पद हेरेर अथवा कुनै कारणवश पक्षपात गर्न थाल्नुभयो भने संसदमा शान्त तरिकाले बैठक अथवा छलफल हुँदैन। त्यसैले सभामुखको भूमिका अत्यन्तै महत्त्वपूर्ण हुन्छ। सभामुखको काम, कर्तव्य भनेकै संसदमा शान्तिपूर्ण बैठक सम्पन्न गर्नु हो। साथीहरू, आजको भिडियोमा सभामुखको काम, कर्तव्य, दायित्व र अधिकार के हो भन्ने बारेमा मात्र बताएँ। किनकि संसदमा उहाँले कस्तो खालको भूमिका निर्वाह गरिराख्नु भएको छ भन्ने बारेमा त हामी सबैजनालाई थाहा छ। त्यही भएर उहाँको भूमिका कस्तो लाग्छ, जस्ताको त्यस्तै अवश्य पनि कमेन्ट गर्न भने नछुटाउनु होला भन्दै आजको भिडियोबाट बिदा लिन चाहन्छु। जीवन रहेछ भने अर्को भिडियोका साथ फेरि पनि भेट हुने नै छ। भिडियो अन्तिमसम्म हेर्नु भएकोमा धेरै धेरै धन्यवाद।